सबैजनालाई न्यू ब्लग न्यू डेमा स्वागत छ। खाना खाँदा चट्ट यहाँ बोजूहरू भएको ठाउँमा आएको। यो भ्युज पनि जाँदैन, अल्छी लाग्छ भिडियो बनाउन पनि गाह्रो छ गाह्रो। साग त मिठो रहेछ यो। के गर्ने आज कहाँ जाने केही थाहा छैन। किन दिदी हाँस्नुहुन्छ भनेको त त्यहाँ झन् मल रहेछ नि त अर्ग्यानिक प्योर नो केमिकल केटाकेटी हो। बोजूको खुट्टामा चाहिँ जुगाले खाइदियो। कति रगत खाइदियो रे बोजू? हजुर खाते त्यो जुगा त्यतिकै मरे बोजू तपाईँले सरापेर। हजुर अब त सक्यो क्या। चट्ट त्यहाँदेखि गरेको लाग्दिनु पर्ने हुन्छ। के हो यस्तो आमा सेक्सी भ्यू देखिराख्नु फेरि खतरा देख्छ नि फेरि। बिस्तारो चलाउनु कति स्पिड चलाएको जस्तो लाग्यो। आमा यसरी त म डर लाग्यो। स्लाइड हान्छौ त्यो स्ट्यान्डमा त्यो भ्लग गर्न यस्तो नराम्रो स्लाइड खान्छौ। अब लाज लाग्दो रहेछ के भ्लग्सलाई त लाज लाग्यो। यो मेरो एरिया आफ्नो एरिया सब्सक्राइब त चाहनाको थाक्यो बल खेलेर अघि त भिडियो भएन रहेछ। अब अलिकति यो सेल्फी स्टिक मलाई चलाउनु आएको छैन होइन। आएपछि चाहिँ फेरि सर्प खतम हुन्छ। जति हामीलाई देखाइ पनि के भयो त तपाईँहरूले टक्क लाग्यो यसको च्यानल लाइक कि गरिदिनु हुँदैन हामीलाई देखाइ भने चित्त दुखिसक्यो क्या मेरो साथीले क्या। मेरो साथीको चित्त दुखेको म हेर्न सक्दिनँ क्या फेरि के लु त लु सबैजना गएर गरिदिनुहोस् त। एक लाइक एक सेयर एक सब्सक्राइब गरिदिनुहोस् बढाइदिनुहोस्। अलिकति भ्लग गर्न पनि हौसला प्रोत्साहन होइन टक्क आउने त्यो तरिकाले सपोर्ट गरिदिनुहोस्। यसलाई त म खुवाउनु लग्नु के अब यसले त तारी फाल्यो। अब निस्किनु पर्ने हुन्छ 4 भाइ एउटा बाइकमा होइन चट्ट लाएर खतरा हाल्नुपर्छ। अहिले चाहिँ गरेको थिएँ मैले भिडियो तर राम्ररी भएन रहेछ। अब चाहिँ खतरा गरिदिनु फेरि चाहिँ अब निस्किनु पर्ने हुन्छ चट्ट लाएर अम्स्टरडममा राम्रो डन्न त्यही हो। इन्टरभ्यू लिन आउने क्या आन्टी? कति कमाइ हुन्छ त हाम्रो होटेलमा आन्टी? ए त्यति मात्रै आन्टी? ल त्यो करोडौँ चाहिँ कहाँ लुकाएर राख्नु भएको छ त आन्टी? करोडौँ घरपेटीको खातामा ए भनेपछि उहाँकोमा होइन त? त्यतिकै होइन होटेल हाउस है आमा है यहाँ भाडा तिर्नु पर्यो मान्छेले पो यति कमायो भने देखो त त्यही भने घरपेटी ब्याङ्कमा होइन टक्क दिनु पर्यो। अब करोडौँ चाहिँ भ्रमण गर्नुभयो भने बोजूको पसलमा चाहिँ छिरेर चिया खाएर जानु। के रे नाम के हो भन्छ? पतञ्जली
पुष्पञ्जलीमा आएर होइन जहिले पुष्पञ्जलीमा पतञ्जलीमा पतञ्जली भन्छ कमेडी गर्छ ल हिँड्यौँ आमामा आँखा खाँदो रहेछ त लाइटले त यो बाइकमा चाहिँ हामी 4 जना बस्नुपर्ने हुन्छ 1 जना 2 जना अनि यो सानो सिटमा चाहिँ यस्तो पेट भएको मान्छेलाई राख्नुपर्छ बस 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 बसिस ए त बस्ने हैन नि त बाइक त पुरा त्यो त गयो त गयो लाचक भयो त छिटो बस्ने ल अब म चाहिँ ठ्याक्क 20 सालको उल्टीमा अनि बाबु बस्नेहरूलाई त ठिकै छ मैले माने अनि चलाउनेलाई चाहिँ यो दबाब परेर हेर्नु परिहाल्यो नि दुनियाँले हेर्नु परिहाल्यो नि टेक्निक पनि जानु पर्यो नि हामीबाट केही शिक्षा त सिक्नु पर्यो 4 जना हिँडिसक्यौँ 1 2 3 4 टिभी अलिकति माथि गएर त्यो आँखा टाउको काटिन्छ हो हल्का क्यामेरा त्यो लाग्यो 4 भाइ यो मजा आइरहेछ होइन बुढाइमा गन्डा हल्लाउन मजा मिलाउन चोक हल्लाउन मजा आइरहेछ के गर्नु अब आमस्टर जम्मा 4 बजेको बवाल मजा आयो त के हो मैले देखिसकेँ ट्राफिक छ ट्राफिक रहेछ ट्राफिक छ ल 2 जना हिँडाइज राजझर हिँड्नु नसक्ने मान्छेलाई चाहिँ निकाल्दियो त मलाई त यार केटाकेटी हो 2 जना भाग्यो के हो के भएको रहेछ त्यहाँ ट्राफिक जस्तो लाग्यो होइन अब हेरिदिउँ त्यहाँ त झडो पऱ्यो जस्तो छ नि त खतरै झडो पऱ्यो जस्तो छ है हेरिदिउँ के भएको रहेछ त्यहाँ होइन माहौल चाहिँ बवाल छ यहाँ फेरि गुन्डागर्दी गर्ने माहौल कहाँ हो के भयो मिडिया आइसक्यो त नमस्ते बुढानी यहाँ ट्याक्सी एक्सिडेन्ट भएर यहाँ ठुलो के भयो यहाँ मिडिया आइसक्यो त के भएको रहेछ दाइ यहाँ मिडिया आइसक्यो त खोइ के भएको रहेछ यहाँ त्यही 30-40 हजारको चुना लागेछ सरी अब लागिदिनु पर्ने हुन्छ कहाँ गयो खै केटा के ठुक्या खोइ नयाँ बाइक ए यहाँ 2 जना छ खै बागमती प्रदेश 0149 लटको बाइक आज ट्याक्सीसम्म पुगेर हो त मिडिया कुन यो नयाँ बाइक र नयाँ कार लगभग 40-50 करोडको चुना लागेको छ यो ठाउँमा चाहिँ होइन देख्न सक्नुहुन्छ केटाकेटी हो यसलाई अब यस्तो गरेर पछाडिको माहौल पनि हेरिदिनुहोस् होला क्या रमाइलो हुनु त अन्त आफ्नो पेसेन्स आफ्नो मर्जी हो नि तिनीहरूले के भन्यो म त यही कान्छ अरे फेरि थाहा छ राजुले रोक्न मलाई रोक्न ट्राफिकले कान्छ अरे क्या फेरि 20-30 हजारको चुना लागेको छ होइन चढ्नु छिटो एक साल चढ
फेरि अब 4 जना चढिदिनु पर्ने हुन्छ आर्मस्टर जम्मा मजा आयो आज त कन्टेन्टै कन्टेन्ट तर 30-40 करोडको चाहिँ माल बिग्रेछ है त्यहाँ है केटाकेटी हो के भन्नु जाने चट ट्राफिक त्यहाँ छ ट्राफिकहरूलाई चाहिँ के हुन्छ होइन भने यस्तो हो कि अब आफ्नो प्यासन भन्ने चिज त गर्न पायो नि त पायो सबैको अधिकार छ नि त होइन हामीले गएर हामी अब हुन्छ नि आइसकेपछि भिडियो बना भयो हामी होइन त्यही त भने होइन जे भए पनि त फर्काउनु पाएन नि त होइन के हो यहाँ के हो बाप रे बाप यस्तो पनि हुन्छ नि के गर्दैछ कुखुराको मासु बनाउने कुकुरको मासु पनि बनाउने सबैजना पुग्छन् तर काम गर्ने चाहिँ म मात्रै पऱ्यो तर होइन यहाँ यो आज मात्रै काम गरेको यो होइन काम गर्ने कालु मकै खाने भालु भने जस्तै हो यो त्यस्तै छ यो ल आज यति गरौँ होइन केटाकेटीहरू के भन्नु अब भोलि चाहिँ फेरि खतरा आउँछ भोलि चाहिँ एक्सिडेन्ट भएको छ त्यसैले बिस्तारै चलाउनुहोस् त के हो यस्तो जग्गामा 30-40 करोड खेलाउँदैन त नयाँ बाइक नयाँ कार ट्राफिक दिन चाहिँ मलाई अरूभन्दा पनि है ल अरूभन्दा पनि मलाई चित्त नबुझ्ने कुरा चाहिँ के भन्दाखेरि सबैजना सिस्टमेटिक तरिकाले बाइक चलाउनु पर्यो क्या होइन होइन पुरा सोल्टी हो किन भने न भोलि गएर बाइक किने बाइक किनेको छ 5 लाख रुपियाँमा अनि किनेको 1 महिना पनि भएको छैन 2 महिना पनि भएको छैन अनि त्यसरी अर्को ट्याक्समा ठोकाइदिएपछि बाइक किनेर कसले गाडी भयो कि सदुपयोग भयो कि दुरुपयोग भयो अफकोर्स दुरुपयोग भयो क्या कसले फेरि बाइकको पनि दुरुपयोग भयो त भएन नि त दुरुपयोग भयो अनि अरू के पनि दुरुपयोग भयो जीवनसँग पनि खेल्दा भयो नि त अहिले गरिदिने त्यही भएर अब चल्दै केटा हो काम गर्छु लाइसेन्स खै अहिलेको मैले रुल्स सिकाएर छु होइन त्यो लाइसेन्स पनि बाइक कुदाउनु खोज्छ के लाग्ने घरमा यस्तो भएको ल अहिले यति गरौँ होइन अब भोलि नयाँ ब्लग आउँछ भन्दा केटाकेटी राम्ररी बस्छ के भन्नु त सब्सक्राइब गर्नु न्यू भ्युअर्सहरू हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला तपाईँहरू पनि होइन अब त्यही भन्न चाहन्छु म